हेलो नमस्ते के छ मेरो दाजुभाइहरू तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ भिडियो बिहानै 8 बजेबाट सुरु हुँदैछ। निकै रमाइलो मौसम छ यहाँ आज। यहाँ चाहिँ एकदम राम्रो छ, तपाईहरुलाई पनि एकदमै राम्रो होला। आज चाहिँ हाम्रो खेतमा गहुँ सिँचाइ गर्न जानु छ। केही छिनपछि अहिले चाहिँ हामी घरमै छौँ। अहिले गहुँ सिँचाइ गर्न जानु छ। आज दिनभरि चाहिँ हामी गहुँ सिँचाइ गर्ने छौँ। मोटर चलाएर। सो गाइज अहिले चाहिँ म खेतमा आइपुगेको छु। यो चाहिँ हाम्रो खेत रहेको छ। यो मेडादेखि उ त्यहाँसम्म यहाँ चाहिँ घामले टल्किन्छ। अहिले चाहिँ यहाँ अहिले चाहिँ पानी सिँचाइ गर्ने हो। यो मेरो यसमा कानमा रहेको यो चाहिँ गहुँ हो। यो गहुँ चाहिँ किन ल्याएको भन्दाखेरि एकदमै पातलो उम्रेको छ नि त, अनि त्यही भएर सिँचाइ गरिसकेपछि यसमा छिट्ने हो क्या। एकदमै पातलो उम्रेको छ, अनि त्यही भएर माथिबाट छिट्नलाई यो चाहिँ गहुँ ल्याएको हो। यो यहाँ पुलो चाहिँ त्यहाँ चाहिँ हामीले पानी हाल्ने ठाउँ त्यहाँबाट हाल्ने हो। अहिले चाहिँ सामान चाहिँ ल्याएको छैन। सामान ल्याइसकेपछि तपाईँहरूलाई देखाउँछु। सो गाइज अहिले चाहिँ हामीले गहुँ चोर्याउने भनेको थियो नि त। यहाँ सबै हाम्रो यो वहाँसम्म। आज चाहिँ के भयो भने जसले सिँचाइ गरिदिन्छु भनेको थियो अरे उसले चाहिँ अर्कै ठाउँ सिँचाइ गर्न गयो अरे। आज चाहिँ हाम्रो सिँचाइ हुँदैन। आज चाहिँ सिँचाइ नगर्ने भयो हाम्रो। यहाँबाट पानी लगेर यहाँ मोटर राखेर यहाँ सिँचाइ गर्ने भनेको थियो। आज चाहिँ सिँचाइ नगर्ने भयो। अब गहुँ पनि बुल्थेन यहाँ गर्न ल्याउने। हाम्रो यसमा चाहिँ धनियाँ पनि गहुँ पनि छिटेको छ, मोटर पनि के फेरि। होइन यहाँ धनियाँको लागि गहुँ होला त हो यसमा। यहाँ आलु त उम्रेन जस्तो त छैन जस्तो। पतुला बनाएको आलु यो त उद्रिन तलि भएको त यहाँ। पर्थ्यो रुख पानी त टनाटन खोलेको छ क्या। परेको थियो भने हाल्ला लाग्छ। अहिले पऱ्यो लोप्टन लागि पऱ्यो हालेर लगाएको। यहाँबाट डल्लो ल्याउनेको होला त, त्यही होला कि त्यही त होला। नि परबाट हाल्यो होला तिमीले। गहुँ त गहुँ त ठिकै छ कि पातलो हो यो। पर बिचुडमा त छ त्यो पत्लो उम्रेको। यहाँ ठिकै छ। एउटा त्यहीँ हाम्रो यहाँ पत्लो छ नि त यहाँ। अनि यसमा चाहिँ गहुँ सिन्नले ल्याएको हो कि अघि त्यो मैले देखाएको थिएँ नि। त्यो यति पत्लो छ कि यहाँ कुडै छाड भने। आज चाहिँ सिँचाइ नहुने भयो, भोलि सिँचाइ हुनेछ गाइज। अहिलेलाई यति नै। यसको काम चाहिँ आज नहुने भयो।
यो सिँचाइ गरिसकेपछि मात्रै छिट्नुपर्छ नि त, अगाडि छिट्यो भने कुन्छ होला। अनि त्यही भएर यो चाहिँ आज नछिट्ने भोलि छिट्ने हो। यो सामान गहुँ चाहिँ त्यो घरमा राख्ने हो, यहाँबाट देखिँदै किन यो घरमा राखेर अनि चाहिँ अब चाहिँ घर जाँदैछौँ। यहाँ पनि सिँचाइ, यहाँ त खतरा बाक्लो छड्याएको त, यहाँ त बाक्लो छड्याएको त नै यहाँ भने यहाँ त निकै बाक्लो छ के। अनि यो हेरेर त हाम्रो यो र होइन अनि यो हाम्रो यो हेऱ्यो भने त केही पनि लाग्दैन कि पुरै कति तन्नु देखिन्छ। हेर्नु यस्तो छ क्या हाम्रो त, यति तन्नु छ। यतिको गाउँ चाहिँ यतिको राम्रो हुन्छ अरे बुवाले भनेको। अब चाहिँ हामी घर जाँदैछौँ। यो फडुवा अनि यो फडुवा अनि यो गहुँ यहाँ राख्यो, यो घरवालालाई जिम्मा दिएर हामी चाहिँ अब घर जाँदैछौँ। यो क्या रहेछ त फेरि यो पनि आफू यो पनि लाई यो त अनि यत्रो भइकन नफुलेको त, हाम्रा त नानै फुलेको छ त, यति ठुलो फुलेको छैन, हाम्रो कति सानै फुलिसकेको थियो लाग्यो। अब चाहिँ हामी घर गएर देखाउँछौँ, बाई बाई। सो गाइज अहिले हामी घर आएर पनि यहाँ पछाडि बारीमा छौँ, हाम्रो यहाँ तोरी बारी पहिलो पुरा खतरा देखिएको छ। पानी सिँचाइ गर्ने भनेको थियो, आज त्यो पनि भएन, त्यो चाहिँ अब अर्को दिन गर्ने भयो। अहिले चाहिँ हामी यहाँ दाउरा लिन आएको छौँ। क्या गर्दा हेलो होइन अहिले त बनाउनु लाग्यो त। अहिले चाहिँ हामी दाउरा लिन आएको छौँ, उहाँको नाम चाहिँ हेलो। आजलाई यति नै, बाई बाई।